आज हामी कहाँ जाँदैछौँ? आज हामी जाँदैछौँ पूर्णागिरी दर्शन गर्नको लागि। हामी नेपालगञ्जदेखि हिँडिसकेको छौँ। अब मलाई तपाईँलाई चाहिँ ठाउँको अपडेट दिने। अनि अहिले चाहिँ हामी आइपुगेको छौँ खजुरा बजार। खजुरा बजार त सबैजनालाई थाहै छ, त्यो चाहिँ बाटोमै पर्छ नि त। अनि हजुरहरूलाई मैले स्टार्टिङ पोइन्टदेखि नै भिडियोहरू बनाएर देखाउँदैछु। अनि त्यसपछि यो चाहिँ हामी खजुरा बजार कटिसकेपछि आउनेवाला छ मेरो भिडियोमा। यो हो, यो चाहिँ मानखोलाभन्दा अगाडिपट्टि नै हो। मानखोला कट्नुभन्दा अगाडिपट्टि यस्तो राम्रो मकैबारी, जता हेर मकै, जता हेर मकै। अनि कुरा नगर्नु, म त एकदम अचम्मै के, एकदम यति खुसी लागेको देखेर पनि, यति हरियो। अनि यो चाहिँ कस्तो लागिरहेको? खुसी लागिरहेछ सबलाई। व्रत गर्न जान्ला, व्रत गर्न 3टा छोरी 2टा ज्वाइँ 2टा नातिनी, मेरो पति, म सब घर परिवारलाई हकीलाई रक्षा गर्नु पूर्णागिरी माताले, मेरो पति देवलाई भनौँ न, माताले छोरी ज्वाइँहरूले सोचेको सम्झेको पुगोस्। ल मम्मी हजुर, दुर्गा भवानीले पूर्णागिरी माताले रक्षा गर्नु। हजुरले भन्नु कस्तो कस्तो लागिरहेको? ठिक, राम्रो लाग्यो, खुसी लाग्छ आज पूर्णगिरी माताको दर्शन गर्न जान पाउँदा। पहिलोचोटि पूर्णगिरी माताले रक्षा गरून्, सोचेको सम्झेको काम पुरा होस्, मेरा छोराछोरीलाई रक्षा गरून् भगवान् माता। हजुरको दर्शन गर्न आछौँ। म मेरो फुपू आन्टी भएर जाँदैछु। आन्टी चाहिँ गुलरियादेखि आउनुहुन्छ, अनि म फुपू चाहिँ मैनापरदेखि नै आउनुभयो। अनि यो चाहिँ गुलरियाको त्यो अगाडिपट्टिको चाहिँ यो गाउँ हो क्या। शङ्कर र पार्वतीको मूर्ति थियो। अनि पछि हामी त्यहाँबाट कट्यौँ, त्यसलाई चाहिँ लाली बजार भन्छ। ल आन्टी पनि आइपुग्यो, हामीले गुलरिया रिसिभ गरिसकेको छ। अब हामी लाली बजार हुँदै अब लाली बजार आउँछ कि के आउँछ पहिला जाँदैछौँ हामीहरू। अब अरू चाहिँ अरू हजुरलाई अपडेट दिँदैछु बाटोमा कहाँ कहाँ जानेछौँ हामीहरू भनेर। नाम पनि जानिँदैन, नाम त त्यति थाहा छैन। अब गइपर्छ होला। हामी त एक्साइटेड हुन्छौँ। अनि झन् मेरो फुपूहरू, मम्मीहरू, आन्टीहरू झन् एक्साइटेड हुन्छ नि, किनकि हामीले जुन जेनेरेसनमा छौँ त्यो जेनेरेसनभन्दा धेरै पुरानो जेनेरेसन हुनुहुन्छ नि उहाँहरू त। अनि यस्तो पुरै फ्रिडमहरू लिन पाउनु भएको थिएन। अनि उहाँहरूसँग हुँदा, मेरो मम्मी फुपूसँग हुँदा एकदम म खुसी भएर जङ्गल हेर्दै अब कहाँ पुग्छौँ हामी भन्ने